नमस्कार। आज हामी एउटा यस्तो प्राचीन विज्ञानको यात्रा गर्दैछौँ जसले घर मात्र होइन, मानव जीवन र ब्रह्माण्ड बीचको व्याख्या गर्दछ। यस विज्ञानको नाम हो वास्तुशास्त्र। वास्तुशास्त्र केवल इँटा, ढुङ्गा र सिमेन्टको गणना मात्रै होइन, यो हिन्दू परम्परामा आधारित वास्तुकलाको प्राचीन विज्ञान हो। वास्तु अर्थात् बसोबास गर्ने स्थान, शास्त्र अर्थात् व्यवस्थित ज्ञान विज्ञान। यसले केवल घर होइन, नगर योजना, राजमहल, मन्दिर र सम्पूर्ण सभ्यताको संरचना निर्माण गर्छ। वास्तु भन्छ हाम्रो घर, हाम्रो सहर लघु ब्रह्माण्ड हो र यो लघु ब्रह्माण्ड विशाल ब्रह्माण्डसँग सन्तुलनमा हुनुपर्छ। यसका तीन मुख्य आधारहरू छन्। पहिलो, दर्शन र ब्रह्माण्ड विज्ञान, संरचनालाई ब्रह्माण्डीय नियमसँग मिलाउनु। दोस्रो, खगोल र ज्योतिष, दिशा, ग्रह, नक्षत्र र शुभ मुहुर्तको विचार। तेस्रो, भूगोल र भूविज्ञान, माटो, जलस्रोत, ढलान र भूमिको स्वभावको परीक्षण। अर्थात् घर जमिन मात्र होइन, ऊर्जामा पनि टेकेको हुन्छ। पहिलो, नगर योजना, सडक, बगैँचा, किल्ला र सहरको समग्र डिजाइन। दोस्रो, नागरिक वास्तुकला, घर निर्माण सामग्री र गृह दोष निवारण। तेस्रो, राजमहल, दरबार, सहायक भवन, प्राचीन संयन्त्रहरूको डिजाइन अथवा सरकारी कार्यालयहरू। चौथो, मन्दिर वास्तुकला, नागर, द्रविड शैली र देवालय निर्माणको विधान, जहाँ वास्तु, आस्था र गणित दुवै हो। वास्तुशास्त्र ऋषिमुनिहरूले दिएको एक अमूल्य उपहार हो। यसले प्रकृति र मानव बीच सन्तुलन कायम गर्छ। यसको अन्तिम लक्ष्य सुख, शान्ति र समृद्ध जीवन। आजको युगमा पनि विज्ञान र तर्कसँग जोडेर हेर्दा वास्तुशास्त्रको सान्दर्भिकता अझै स्पष्ट हुँदै गएको छ। यदि तपाईँ वास्तुशास्त्र र प्राचीन ज्ञान मनपर्छ भने यस यात्रामा हामीसँग जोडिनुहोस्। धन्यवाद। नमस्कार।